नमस्ते साथीहरु, फेरि पनि स्वागत छ यहाँहरुलाई हाम्रो यस YouTube च्यानल शेयर बजारमा। आईपीओ तथा शेयर मार्केट सम्बन्धी थप जानकारी पाउनको लागि भिडियोलाई लाइक तथा शेयर गरी अन्तिमसम्म हेरिदिनु होला। शेयर बजारमा लगानीकर्ताहरुको आईपीओ गर्नका लागि चाप बढिरहेको समयमा फेरि एउटा लघु वित्त क्षेत्रको कम्पनीले आफ्नो एफपीओ हामी सर्वसाधारणहरुको लागि निष्कासन गर्नको लागि अनुमति पाएको छ र मिति सार्वजनिक गर्न लागेको हो। र त्यस कम्पनीको नाम विन नेपाल लघु वित्त कम्पनी लिमिटेड रहेको छ भने यस कम्पनीले अब छिटै केही समयमा आईपीओ सार्वजनिक गर्नको लागि मिति तोक्नेछ। यस लघु वित्त कम्पनीले फेस भ्यालु प्रति शेयर 100 रुपैयाँ अंकित आफ्नो शेयरहरू बिक्री खुला गर्न गइरहेको हो। यस लघु वित्त कम्पनीको शेयर दोस्रो बजारमा हाल प्रति शेयर 3100 रुपैयाँको आरआरीमा कारोबार भइरहेको छ। जसले यदि यस कम्पनीको शेयर तपाईले निष्कासन भएको समयमा हात पार्न सक्नुभयो भने दोस्रो बजारमा 10 किताको लगभग 30 देखि 31 हजार सजिलै तपाईहरुले बनाउन सक्नुहुनेछ। यो लघु वित्त क्षेत्रको एकदमै उत्कृष्ट कम्पनी रहेको छ र साथीहरु यस कम्पनीले अब छिटै प्योर एनर्जी हाइड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने समय अवधिभित्र यस कम्पनीले पनि आफ्नो एफपीओ हामी सर्वसाधारणहरुको लागि निष्कासन गर्नेछ र त्यस सम्बन्धी थप जानकारी पाउनको लागि हाम्रो यस YouTube च्यानलको भिडियोहरू निरन्तर हेरिरहनु होला। र अब आउने सातामा ओम मेगाश्री फार्मास्युटिकल्सको आईपीओ बाँडफाँड हुने भएकाले त्यस सम्बन्धी पनि जानकारी पाउनको लागि हाम्रो यस YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला।